निस्किन आँटेको यसो अब हेरौँ है त नेक्स्ट के कस्तो हुन्छ। So, hello everyone, it's me Ramgun. So, after a long time पछि म हजुरको माझमा न्यू ब्लग लिएर आइसकेको छु। के कस्तो हुन्छ आजकल कमेन्ट गरिदिनु होला। सो अनि आजको यात्रा चाहिँ खोलासम्म छ। खोलादेखि उता डाँडासम्मको यात्रा छ। डाँडासम्म पुगेर यो हजुरहरूलाई देखाउँछु के कस्तो हुन्छ। फुल गरिदिनु होला। सो अनि अझै म रुममै छु। अब मेरो चेस्ट माउन्ट यहाँ छ। सो यो लगाउँछु, यो लगाएर टक्कै रेडी हुन्छु। अनि बयाको मिनी माइक माइक पनि यहाँ चार्ज हुँदैछ। सो अनि अब चाहिँ सेटअप गरेर भेट्नेछु हजुरसँग। सो म चाहिँ रेडी भइसकेँ। मास्क लगाएर निस्किन आँटेको यसो अब हेरौँ है त नेक्स्ट के कस्तो हुन्छ मेरो आजको राइड। सो मेरो साइकल राइडिङ चाहिँ सुरु भइसकेको छ खोलासम्मको यात्रा लिएर। सो मेरो चाहिँ अगाडिको ब्रेक अस्ति बनाएको हिजो धन्नै उडाइदिएको त्यसले। अनि ऊ परदेखि यता यहाँ गर्दै ट्राई गर्नुपर्छ, सकिन्छ। यु क्यान डु इट। यस्तरी ह्यान्डल कन्ट्रोल गर्न सकिन्छ, कन्ट्रोल हुन्छ। सेल्फ कन्फिडेन्स जन अनि सबै कुरा सकिन्छ एउटै। आज यु क्यान सी। अनि हिजो मैले पम्पबाट सकिन्छ भने आज अलि लङ हाल्न ट्राई गर्नुपर्छ, मेहनत गर्नुपर्छ। मेहनत छोड्नु हुँदैन, मेहनतको फल एक दिन अवश्य प्राप्त हुन्छ भन्थे रहेछ। अनि म चाहिँ अहिले खोलामा गएर साइकल पनि किनेँ क्या, त्यही भएर चाहिँ ओह्रालो आइपुग्यो म।
मोटर गइराख्ने ठाउँमा चाहिँ मान्छे एकदम धेरै छ तल नहिँड्ने मान्छेहरू धेरै छन् केटीहरू पनि छन् कि क्या हजुर जो म चाहिँ अहिले त खोलामा आइसकेर अब साइकल धुने कार्यक्रम आउँछ साइकल धुने कार्यक्रम छ अब एकछिन हेर्नु त साइकल धोएर पाल्छु जो देख्न सक्नुहुन्छ यस्तो दामी भ्यू छ टक्क यहाँ बसेर पिकनिक खाने जस्तो ठाउँ छ नि त यस्तो दामी ठाउँ चाहिँ सो म चाहिँ अब खोलाबाट माथि आइसकेँ अनि साइकल लिएर म चाहिँ माथि आइसकेँ ठाउँ चाहिँ एकदम दामी है टक्क बसेर पिकनिक खाने जस्तो ठाउँ चाहिँ जस्ट दामी हो क्या
गर्नु। ला थाक्यो, साइकल गर्न नसकिँदो रहेछ भन्ने फिल भइरहेछ मलाई चाहिँ। सक्न त सकिन्छ, आफू आफ्नो भित्री मनबाट सक्छु, मैले यो सक्छु, साइकल गर्न सक्छु भने त लाइक गाह्रो त छैन। तर थके चाहिँ एकदम लागिरहेको छ मलाई चाहिँ। तर चाहिँ म यता चौतारीमा आएर रेस्ट गरिरहेको छु, साइकल यता छ। So look at this view guys, यस्तो दामी भ्यू। सो मेरो साइकल चाहिँ यहाँ छ। साइकल गर्न त एकदम मजा लाग्ने कि, थाकिने क्या, थाकियो, पसिना पसिना बनाइदियो। अनि यसो बान्न परेर हुनसक्छ, यस्तो पसिना आउने, थकै लाग्ने। म त अब साइकल गर्दा त अब पसिना आइहाल्छ नि, त्यो कमन हो। त्यो पाइदल हान्नुपर्छ, पाइदल हानेपछि अब गर्मी हुन्छ अनि पसिना आइहाल्छ नि। भाइहरू चाहिँ यहाँ चाहिँ क्रिकेट खेल्न लागिरहेको छन्। Thanks for watching guys. Subscribe for my channel.